हामी यता छौँ यात्रा मतलब भाइ चलाउने सक्छ उता पिच रोडमा चलाउ न उता के अरे मेन रोड पुगेपछि हाम्रो चेतन बाबुले चलाएर ल्याएको होइन अब सुन्दरी जल त के अरे ढापा ड्याम त पुगेन अब बिच बाटोमै फर्किन लाग्छौँ हामी चाहिँ खोइ त यो फ्रन्ट क्यामेरा गर्न मिल्दैन रहेछ चेतन हामी चाहिँ अहिले कहाँ छ यो वनको बिचमा हो जङ्गलको बिचमा छ होइन चारैतिर हामी ढापड्याम पुगेन अब नेक्स्ट टाइम तेलै सकिन्ला होइन तेल सकिन्ला भोक लाग्यो हेर्न सक्नुहुन्छ भोक पनि लाग्यो होइन अब चाहिँ हामी एउटा होटेलमा गएर टक्क मोमोसम्म खाइनेछ होइन चेतनको लागि चाहिँ चाउमिन ए हेलो हेलो ल गाइजन गुरुज मन्दिर जाने होइन त्यो छोडेर नि है बाइक चाहिँ छोडेर आएको छ होइन कसैले नलगो लाँदैन लग्यो भने फेरि मन्दिर तलै तल रहेछ शून्य छ के पुग्ने मन्दिर जाउँ मान्छे छ जस्तो छ लाई बरेला तिमी निकै पनि त्यही त्यहाँ फेरि अर्को रहेछ अर्को ठाउँले पनि आउँछ बदलियौ तिमी अनि उयो पाएन हुन्छ दक्षिणकाली मन्दिर जस्तो देखिन्छ तिमी दक्षिणकाली गएको छैन छौ ए हेरे झन्डै गयो साइड साइडतिर देखाउ न त होइन हल्का देखाउ खोलाहरू बन्दै रहेछ क्या मन्दिर तल हराइन्छ पनि कन्ट्र्याक्टर मिस कत्रो ठुलो ढुङ्गा हो तल आउँदा माथि बोलेको कि माथि तल माथि बाइक राख्नु ल 350 को पैसा वसुल भयो गाइस सुगाल चलेर राखो सियाखे अनि कहाँ रनिङ गर्ने त जाउँ ल अय्यो ऊ बादलले बाइक राखेको छ नजिक हेर बादरसँग दौडे हाँ भन्न बाइक रहेछ टेन्सन लागेर मलाई हाम्रो भविष्यको आर्मी लेफ्टेनेन्ट दौडनै सके खुट्टा त ओहो
यहाँ त रातिको समयमा त माथि जाउँ है। मैले भिडियो खिचेँ। हेलो दिस इज युबी च्यानल, युबीसीबीडी च्यानल। यो चाहिँ मन्दिर हो होइन, रिकन्स्ट्रक्सन भइरहेछ। यहाँ कोही घुम्न आएको रहेछ। चेतको ढापा ड्याम चाहिँ पुगेनौँ हामी। अहिले त्यो तल गएर अनि गइहालौँ माथि। म पनि त्यही हेर नि, यहाँ चाहिँ सानो झर्ना रहेछ होइन। के स्विमिङ जाने? लेट्स गो। ल अफरमा धेरै तेल खायो, त्यसपछि हामी चाहिँ न्युटनमा झर्दैछौँ, पुगेनौँ। बाइकको अब 2-3 रेखा तेल छ। अब हामी घर पुग्नुपर्छ, बाटो गाह्रो छ। धेरै धेरै मसाउँछु बाटो नाच्दै गाह्रो क्या है। म कति चढ्ने? तिमी नि त्यही म पनि त्यही मनिर अलिक तल हो कहाँ यो मनिर बलियो तिमी अनि मनिर मलाई पनि नेक्स्ट यस्तो दामी छ नि यहाँ श्री सुन्दरी माई मन्दिर। ए के गर्यो के अरे यहाँ नगरपालिका रहेछ त, गोकर्णेश्वर नगरपालिका। लालीगुँरास फुलाएर चाहिँ यता क्यामेरा समाउने कि मोबाइल बाइक समाउने कि के समाउने? मोबाइल चाहिँ राम्रै छ मलाई फेरि। मोबाइल समेत राख। मान्छे चाहिँ बसेर बाइक चाहिँ हाम्रो पिले चलाएको, म यहाँ पछाडि बसेको थैला चलाउनेले भन्दा बढी। बाटो गाह्रो छ, गाह्रो होइन छ बाटो यस्तो छ अवस्था। धाब्ड्यामा आउन नि साह्रै गाह्रो। हामी चाहिँ बिचबाटै फर्केको, तर हिमाल चाहिँ दामी देख्यो है। अनि क्यामेरामा देखिँदैन नि हिमाल, सेतो देखिन्छ। बाटोको अवस्था गाह्रो छ। या घना जङ्गलमा होइन, चितुवा नि निस्किनु जस्तो लाग्यो मलाई यार। चित्ता चितुवा हो निस्किन्छ होला त, डरै लाग्दो छ बाटोको अवस्था।
फुटबल ग्राउन्ड छ के खेल्नु फुटबल यहाँ प्लेयर राम्रो होला त ठ्याक्कै उल्टो भयो क्या काठमाडौँमा चाहिँ ग्राउन्डको कमी छ मान्छे धेरै छ काठमाडौँ हरे जहाँ ग्राउन्ड छ मान्छे खेल्नु छैन क्या हामी चाहिँ 350 को टिकट काटेर सर्लक्क झापजाम पुगेर फर्केको तर बाटो चाहिँ जानिएन बाइकको पेट्रोल नि सकिन आँट्यो पानी हालेर चलाउने कुरा आएन भोक नि लाग्यो त्यसपछि हामी घरतिर लागेको है गाइज टिकट 350 हो बाटो नि गाह्रो छ बाटो हेर्नु सक्नुहुन्छ तपाईँहरूले ए बाटो वरिपरिको दृश्य मन लागेमा हामीलाई फोन गर्नु होला यदि कसैले फर्किनु मन लागेमा हामीलाई फोन गर्नु होला ल बाख्राले घाँस खाँदैछ यता कस्तो दामी बच्चा हो त्यो बाख्रा है बाख्राहरूलाई एउटा समाचार गर्नु 8-9 देखिँदो रहेछ अझै होइन जाम होइन ऊ प्लेन गइरहेको छ उता अगाडि